नमस्ते भाइ बहिनीहरू एसी म्याथ इक्जाममा 2081 मा कोशी प्रोभिन्समा सोधिएको सिक्वेन्स सिरिजको क्वेसनको एन्सर म यहाँ बुझाउन गरेको छु क्वेसन छ Ramesh deposits the amount in a cooperative for 7 days by increasing the amount every day double than the previous day. रमेशले 7 दिनसम्म कुनै एउटा सहकारी संस्थामा हरेक दोस्रो दिन पहिलो दिनभन्दा डबल हुने गरी रकम जम्मा गर्दै गएको छ So he deposited ₹10 on the first day. पहिलो दिन उले 10 रुपैयाँ जम्मा गर्यो ₹20 on second day. दोस्रो दिन उले ₹20 जम्मा गर्यो र त्यसको अर्को दिन फेरि ₹40 जम्मा गर्यो र त्यही तरिकाले उ जम्मा गर्दै 7 days सम्म जम्मा गर्दै गयो है अब पहिलो प्रश्न छ what type of series is formed from the deposit amount according to the given context अब यसमा दुईटा हुन सक्छ कि त अर्थमेटिक होला कि ज्योमेट्रिक सिक्वेन्स होला है सो अर्थमेटिक छ भने हरेक सेकेन्ड डिपोजिट चाहिँ फर्स्ट डिपोजिट भन्दा या हरेक नेक्स्ट डिपोजिट चाहिँ प्रिभियस डिपोजिट भन्दा कति त सेम डिफरेन्स चाहिँ बढ्दै जानु पर्यो त्यो भने अर्थमेटिक सिक्वेन्स भयो तर त्यसो नभइकन मल्टिप्लाई हुँदै गइरहेको छ भने चाहिँ त्यो चाहिँ के हो त जियोमेट्रिक सिक्वेन्स हो सो यहाँ भनिएको छ दोस्रो या नेक्स्ट चाहिँ जुन हुन्छ डिपोजिट त्यो चाहिँ त्योभन्दा अघिल्लो डिपोजिट भन्दा डबल हुन्छ जस्तै पहिलो दिन उले ₹10 डिपोजिट गर्यो दोस्रो दिन त्यसलाई डबल गरेर ₹20 डिपोजिट गर्यो र तेस्रो दिन फेरि सेकेन्ड डेको डबल गरेर ₹40 डिपोजिट गर्यो र यसरी जानु भनेको चाहिँ हाम्रो के हो त जियोमेट्रिक सिक्वेन्स हो र यहाँ चाहिँ एउटा कन्स्ट्यान्ट रेसियो क्रिएट भएको छ कन्स्ट्यान्ट मल्टिप्लायर क्रिएट भएको छ है सो 2 ले मल्टिप्लाई हुँदैछ हैन 10 2 20 22 2 40 42 80 हुँदै गएको छ सो यो भनेको जियोमेट्रिक सिक्वेन्स भयो सो त्यति कुरा यहाँ भनियो फर्स्ट नम्बरको एन्सरमा अब जाउँ सेकेन्ड नम्बर हाउ मच अमाउन्ट विल रमेश डिपोजिट बाई द इन अफ द 7 days है 7 दिनसम्म उले जम्मा गर्दै गर्दै जाँदाखेरि चाहिँ 7 days भरिमा कति जम्मा भइदिन्छ भन्ने सोधेको छ अब यहाँ क्वेसन चाहिँ बुझ्नुपर्छ राम्ररी 7th डेमा जम्मा भएको रकम भन्नु र 7 days भरिमा जम्मा भएको रकम भनेको छुट्टा छुट्टै कुरा हो 7th डेमा उले कति डिपोजिट गर्छ भन्यो भने त्यो चाहिँ 7th टर्म निकाल्ने भयो है 7th टर्म कति हो भने सोधेको भयो 7औं दिनमा कति जम्मा 7औं दिनमा चाहिँ कति जम्मा गर्यो त्यो चाहिँ 7th टर्म कति भने सोधेको 7 days भरिमा कति जम्मा गर्यो भने त्यो चाहिँ 7 days सम्मको या 7 टर्म सम्मको टोटल सम चाहिँ कति हो भनेर सोधेको सो यहाँ सोधेको क्वेसन चाहिँ त्यो है 7 days भरिमा उले जम्मा कति जम्मा गर्यो त सो सम अफ 7 टर्म्सहरूलाई सोधिएको छ है यसको र अब पहिला राखौँ फर्स्ट टर्म है इट्स अ जियोमेट्रिक सिक्वेन्स पहिला भनौँ म बी नम्बरको लागि गर्दैछु इट्स अ जियोमेट्रिक सिक्वेन्स है अब जियोमेट्रिक सिक्वेन्स भयो भने पहिला सिक्वेन्सै क्रिएट गरौँ है सो फर्स्ट टर्म 10 छ त्यसपछि 20 छ फेरि 40 छ भनेपछि नेक्स्ट टर्म त 80 यसरी जान्छ है सो अब यहाँ फर्स्ट टर्म ए हामीलाई 10 दिएको छ अनि सेकेन्ड टर्म 20 छ भने अब कमन रेसियो हामी खोज्न सक्छौँ सो कमन रेसियो आर इक्वल टु सेकेन्ड बाई फर्स्ट या थर्ड बाई सेकेन्ड जुन गर्दा नि हुन्छ म सेकेन्ड टर्म डिभाइड बाई फर्स्ट टर्म गरिदिन्छु सेकेन्ड टर्म 20 फर्स्ट टर्म चाहिँ 10 है सो डिभाइड गर्दा ₹2 कमन रेसियो चाहिँ ₹2 भयो हैन सरी ₹2 हैन कमन रेसियो चाहिँ 2 भयो डबल भएको छ है अब हामीलाई चाहिँ सम अफ अमाउन्ट डिपोजिटेड इन 7 days निकाल्नु छ then sum of amount deposited in 10 days sorry 7 days 7 दिन भरिमा कति जम्मा भयो त्यो भनेको सम 7 सोधिएको सो फर्मुला हुन्छ a into r power 7 minus 1 by r minus 1 सो मैले फर्मुला के प्रयोग गरेँ यहाँ लेख्छु सम n भनेको a into r power n minus 1 डिभाइड बाई r minus 1 यो फर्मुला मैले यहाँ प्रयोग गरेको छु अब हामी भ्यालु फर्स्ट टर्म 10 छ पहिलो दिन जम्मा गरेको ₹10 रेसियो 2 भयो पावर 7 minus 1 डिभाइड बाई 2 minus 1 सो यो क्यालकुलेट गर्दा कति आउँछ त 10 इन्टु अब 2 पावर 7 भनेको 2 पावर 8 इन्टु 2 सो 2 पावर 8 भनेको 2 पावर 4 को स्क्वायर 2 पावर 4 भनेको 16 16 स्क्वायर भनेपछि 256 हैन
सो 256 इन्टु 2 512 भयो है अनि -1 भनेको 10 इन्टु 511 भनेको 5110 है म एकचोटि फेरि पनि क्याल्कुलेटर चेक गर्छु ओके हैन है सो 2 power 7 ओके 2 power 7 मैले मिस्टेक गरेको रहेछु यो 128 आएको छ यहाँ है ओके 128 है अनि 2 minus 1 1 भयो त्यो लेख्नु परेन 127 so 1270 rupees है so के भन्दा मिल्यो त he has deposited rupees 1270 in total within 7 days 7 दिन भरिमा जम्माले चाहिँ 1270 रुपैयाँ जम्मा गर्यो भन्दा मिल्यो सो बी नम्बरको एन्सर बन्यो अब जाउँ सी नम्बर है so if Ramesh withdraws the amount deposited in 4 days है उसले 4 दिनसम्म डिपोजिट गरेको रकम चाहिँ झिक्छ भने चाहिँ हाउ मच विल ही रिसिभ एट द एन्ड अफ 7 डेज 7 डेज भरिमा जम्मा गरिसकेपछि अन्तिममा उसले निकाल्दा कति चाहिँ त्यहाँ हुन्छ त बाँकी भन्ने क्वेसन हो सो 4 डेजसम्म उसले जम्मा गरेको निकाल्यो भने कति निकाल्यो त त्यो पहिला हेर्नु पर्यो है सो अब हामी सी नम्बरको एन्सर गर्नको लागि चाहिँ पहिला 4 डेजमा कति जम्मा भयो भन्ने कुरा निकालौँ सो नम्बर सी sum of amount deposited in 4 days deposited in first 4 days है पहिलो 4 दिनसम्ममा कति जम्मा भयो यो भनेको सम 4 भयो सो a into r power 4 minus 1 by r minus 1 अब कति आउँछ भन्ने कुरा निकालौँ a फर्स्ट टर्म हामीसँग यही आउँछ 10 छ रेशियो 2 power 4 minus 1 by 2 minus 1 so 10 into 2 power 4 16 भयो minus 1 so 10 into 50 है 15 10 into 15 so 150 rupees उसले चाहिँ 4 दिनसम्म जम्मा गर्दा 150 रुपैयाँ जम्मा गरेको रहेछ त्यो चाहिँ उसले निकाल्यो अब त्यसो भए 7 दिनभरिमा जम्मा भएको 1270 बाट उसले 150 रुपिस चाहिँ पहिलो 4 दिनमै निकाल्यो भने अब कति बाँकी हुन्छ त्यहाँ 7 डेजको इन्डमा है त्यति चाहिँ उसले निकाल्छ त्यो कुरा कति हो भन्ने सोधेको है सो रिमेनिङ अमाउन्ट रिसिभ आफ्टर 7 डेज अब यो चाहिँ उसले निकाल्यो हैन 4 दिनमा यति निकाल्यो सो therefore he withdraws यसको मतलब के भयो त that is भनौं therefore हैन that is he withdraws rupees 150 in 4 days पहिलो 4 दिनमा उसले जम्मा गरे 150 त्यो चाहिँ उसले निकाल्यो so remaining amount he withdraws at the end of 7 days then remaining amount he withdraws at the end of 7 days end of 7 days 7 days को इनमा उसले निकाल्दा कति चाहिँ पैसा आउँछ भनेको चाहिँ उसले 7 दिन भरिमा जम्मा गरेको 1270 बाट पहिलो 4 दिनमा जम्मा गरेको रकम 150 निकालेको घटाएर आउँछ है सो यो भनेको 1121 आउँछ सो यो नम्बर क्लियर भयो